गुड इभिनिङ मेरो भ्युवर्सहरु है। म ज्योत्सना राई, तपाईहरुको टाडो कार्ड रिडर एस्ट्रोलोजर र यो दिवालीको उपलक्ष्यमा है तपाईहरु समक्षमा एउटा रिडिङ लिएर आएको छु। त्यो चाहिँ के हो भने प्रत्येक राशिको चाहिँ आगामी दिनहरु नेक्स्ट 15 डेज कस्तो रहनेवाला छ भनेर रिडिङ लिएर आएको छु। धेरै भक्ति यो टाडो कार्ड रिडिङ नगरेको र त्यो टाडो कार्ड रिडिङ चाहिँ तपाईहरुको लागि एकदमै मिल्छ र तपाईले हेर्नुस् र फुल हेर्नुस्, सबै राशिको हेर्नुस् अनि शेयर पनि गरिदिनुस्। अनि अर्को कुरा, मेरो ज्योत्सना राई र ज्योत्सना जोस राई दुईटा फेसबुक आइडी छ, त्यसलाई फलो गर्नुस् अनि मसँग कनेक्ट हुनुस् र तपाईहरुलाई कुनै पनि गाइडेन्स चाहिएकोमा खण्डमा 7602546278 मा चाहिँ तपाईहरुले मसँग WhatsApp गर्न सक्नुहुनेछ पर्सनल रिडिङको लागि। यो चाहिँ जेनरल कलेक्टिभ रिडिङ सबैले हेर्न सक्नुहुन्छ प्रत्येक राशिले। र त्यो भन्दा अगाडि चाहिँ गीताको एउटा गाइडेन्स निकाल्दैछु। गीताको एउटा मेरोमा एउटा यो गीताको बोतल छ, यसमा गीताको ज्ञानको एउटा तपाईहरुको सन्देशको एउटा, अब किनभने पुरानो जमानामा जस्तो गीताको किताब हेरिरहनु मान्छेको फुर्सद छैन, लामो लामो धार्मिक पुस्तकहरू हेर्ने चलन छैन र सर्ट गाइडेन्सहरू छ यहाँनिर गीताको, र म पढेर सुनाउँदैछु। त्योभन्दा अगाडि है, भोक्ता र यज पश्याम सर्वलोकमहेश्वरम सहित सर्वभूतानां ज्ञानत्वा शांतिर्मिच्छति। अर्थात जो व्यक्ति मुझे यज्ञ और तपस्या का भोक्ता, सभी लोगों का महेश्वर और सभी प्राणियों का सच्चा मित्र जानता है, वह शांति प्राप्त करता है। गीतामा भगवान श्री कृष्णले गीतामा अर्जुनलाई उपदेश दिएर चाहिँ के भनेको छ भने, जुन प्राणीले चाहिँ मलाई एउटा ईश्वरको रूपमा मान्छ, जुन प्राणीले मेरो यज्ञ गर्छ, जुन प्राणीले मेरो तपस्या गर्छ, तप गर्छ, त्यो चाहिँ मेरो साँचो मित्र हो र उसले नै शान्ति प्राप्त गर्छ भनेर भनेको छ गीतामा। र यो गीताको उपदेश है तपाईहरुको जीवनमा पनि लागू होस्, प्रत्येक मानव जीवनमा लागू हुन्छ, प्रत्येक युगमा यो लागू हुन्छ। गीताको प्रत्येक उपदेशहरुमा चाहिँ मानव कल्याणको लागि, मानवको के अरे जीवनमा चाहिने सदुपयोग होस्, मानव जीवन चाहिँ दुरुपयोग नहोस् भन्ने चाहिँ गीतामा ज्ञान दिएको छ। र अधिकार पनि को लडाई पनि लड्नु भनेर पनि गीतामा भनेको छ है। र यस्तो थुप्रै बानीहरूलाई तपाईहरुलाई सुनाउँदै तपाईहरुको प्रत्येक राशिको चाहिँ म रिडिङ गर्न लागिरहेको छु। सर्वप्रथम आयो मेष राशि है, र मेष राशिको नेक्स्ट 15 डेज कस्तो छ है, एन्ड जस्ट बताइदिनु। सर्ट रिडिङ हो यो तपाईहरुलाई है। 15 डेज मेष राशिको कस्तो छ, एक-एकवटा मात्रै काट्ने गर्छु ल, म एक-एकवटाको मात्रै काट्ने गर्छु ल, र एउटै मात्रै हुन्छ है काट ल, थुप्रो हुँदैन है काट। एक-एकवटा प्रत्येक राशिको एक-एकवटा काट निकाल्छु म ल, दुईटा हुँदैन, एउटै मात्रै निकाल्छु। एन्ड जस्ट गाइडेन्स दिनुहोस्। यस, कुनै काममा तपाईले ताक्नु भएको छ भने अब तपाई जितेरै फर्किनुहुन्छ। कुनै पनि तपाईले सोच्नु भएको कामहरु एकदम पूरा हुन्छ, कम्प्लिट विनिङ सिचुएसन छ तपाईको। 15 डेज भित्रमा तपाईको कुनै काम कम्प्लिट भएको छ भने एकदमै कम्प्लिट हुन्छ। रिलेसनशिप मा अब्स्टेकल आएको थियो भने त्यो रिलेसनशिप पनि अब राम्रो स्थितिमा आउँछ, रिलेसनशिप पनि अब राम्रो भएर जान्छ तपाईको। अनि अर्को, तपाईले कुनै मुकदमाहरु चल्दैछ भने त्यसमा पनि तपाईको जित हुन्छ, तपाईको प्रत्येक कुरामा जित हुनेछ है, र तपाईको मनमा पनि शान्ति हुनेवाला छ, तपाई विजयी हुनुहुन्छ है। काम कुरोमा, पैसा रुपैयाँ जुनै पनि मामलामा तपाईको विजय हुन्छ। यो चाहिँ के भने 6 अफ वान्स को कार्ड आएको छ है। 6 दिन भित्रमा, 6 दिन भित्रदेखिको तपाईको जीवनमा एकदमै मेजर ट्रान्सफर्मेसन आउनेछ र तपाईले एकदमै तपाईको कम्प्लिट कामहरु 6 दिनदेखिको उता हुनेवाला छ मेष राशिको ल। यो मेष राशिको थियो है। वृष राशिको हेरौँ। टौरस अर्थात वृष राशिको, कसैलाई केही काम गराउनु भन्दा अगाडि गाइडेन्स लिनुहोस्। कसैले केही काम, नयाँ काम थालनी गर्नु अगाडि गाइडेन्स लिनुहोस्। विदाउट गाइडेन्स तपाईले नगर्नुहोस् काम है। विदाउट गाइडेन्स गरे भने तपाईको काम मिल्दैन। र कुनै पनि कामहरु गर्नु छ भने ठुला बडाको आशीर्वाद लिएर गर्नुहोस्। कुनै कुरोमा छलफल गर्नुहोस्, मिटिङ गर्ने, सपोजिङ कसैसँग मिटिङ गर्नु छ भने अब यो समय मिटिङ गर्ने पनि हो है। कसैसँग भेटघाट गर्नु छ भने भेटघाटको पनि गर्न सक्नुहुनेछ तपाईले है। त्यो चाहे बिजनेसको विषयमा होस्, त्यो चाहे अफिसको कुराको लागि होस्, या सबै र क्लियर कुनै पनि कुरालाई लिएर तपाईले कन्फ्युजन क्रिएट नगर्नुहोस्। कुनै पनि काम कुरो अगाडि डिसिजन लिनुभन्दा अगाडि चाहिँ तपाईले कुनै कुरा छलफलसम्म जानुभन्दा अगाडि चाहिँ तपाईले एकदमै कम्युनिकेट गर्नुहोस् र मात्रै सक्सेस हुन्छ है। यो वृष राशिको। मिथुन राशिको हेरौँ है। नेक्स्ट 15 डेज है, र माताले गाइडेन्स के दिनुहुन्छ ल मिथुन राशिलाई।
केही तपाईले सोचेको जस्तो कुरा तपाईले जो हेर्दैछ जुन व्यक्तिलाई हेर्दैछ त्यो व्यक्ति त्यो होइन मुखौटा लाएको छ मास्क लाएको मान्छे छ बुझ्नुभयो र तपाईले जुन व्यक्तिलाई राम्रो सोच्नुहुन्छ त्यो व्यक्ति ठिक छैन र जुन व्यक्तिलाई तपाईले बेठिक सोच्नुहुन्छ त्यो व्यक्ति ठिक छ र कहीँ न कहीँ तपाईको मनमा पनि अशान्तहरू हुनेवाला छ है अशान्ति छ कहीँ न कहीँ 15 दिनभित्रमा कहीँ यस्तो सिचुएसन क्रिएट हुनसक्छ कि तपाईलाई कहीँ न कहीँबाट चिन्ता व्यथामा पार्नेवाला छ बुझ्नुभयो चिन्ता र व्यथामा तपाईँ पर्नु हुनेवाला छ मुड ठिक हुँदैन है र अलिक चिसो चिजहरू नखानुहोस् चिसो चिजहरूसँग जोगिनुहोस् है जल तत्त्वको राशि यो द मुन है जलकै सिम्बल यो मतलब मुन भनेपछि त्यसले नै समुद्रमा ज्वार भाटाहरू चल्नु पनि सक्छ र तपाईको मन पनि बेचैन बिथोलिन सक्छ र यसको लागि तपाईले एकदमै आफूलाई शान्त राख्नुहोस् है कुनैमा कुरामा क्रुद्ध नहुनुहोस् र मार्क्स लाएको मान्छेहरूसँग एकदमै विवेर बेसी बात नगर्नुहोस् एकदमै कम्युनिकेट एकदमै सोचेर व्यक्तिहरूसँग बात गर्नुहोस् र तपाईले सोचेको नसोचेको मान्छे राम्रो हुन्छ र सोचेको मान्छे ठिक हुँदैन त्यसले गर्दा आफूले आफूलाई जोगाएर राख्नुहोस् मिथुन राशि है बिसन्चहरू पनि हुने अलिकति है मनै दुविधा मनमै मतलब एउटा हुँदैन मनमा विभिन्न खालको ख्यालहरू आउने चाहिँ है मिथुन राशि कर्कट राशि एकदमै मेहनत गर्नुपर्छ तपाईले कुनै पनि काम गर्नु हुँदैछ भने अब यसमा एकदमै यहाँ पढ्नु हुँदैछ भने मेहनत गर्नु पर्यो बिजनेस गर्नु हुँदैछ मेहनत गर्नु पर्यो नौकरी गर्नु हुँदैछ मेहनत गर्नु पर्यो कुनै पनि क्षेत्रमा यदि रिलेसनशिपमै तपाई कसैसँग कमिटेड रिलेसनशिपमा हुन्छ त्यो रिलेसनशिपको लागि पनि तपाईले मेहनत गर्नुपर्छ तर्फबाट खिचडी पाक्दैन दुईतिर पाक्नुपर्छ पैसाको लागि पनि मेहनत गर्नुपर्छ अरू कुरोमा तपाईले यदि 15 डेज भित्र चाहिँ तपाईको समय चाहिँ के हो यो 15 डेज चाहिँ तपाईको मेहनत गर्ने समय हो ल कर्कट राशिको सिंह राशि कुनै कामको कन्स्ट्रक्सन गर्नु हुँदैछ यदि तपाईले कुनै कुरोको प्लानिङ गर्नु हुँदैछ भने तपाईले सोचेर सम्झेर प्लानिङ गर्नुहोस् है यदि घर बनाउनु हुँदैछ त्यसको लागि पनि सरसामानहरू सोचेर सम्झेर किन्नुहोस् है तर यहाँनिर कोही रिलेसनशिपमा छ भने थर्ड पार्टी सिचुएसन छ तपाईको रिलेसनशिपमा तपाईहरु दुईजना बाहेक अर्को तेस्रो व्यक्ति पनि छ र त्यसको लागि पनि होशियारी गर्नुहोस् है प्लानिङ गरेर गर्नुहोस् है 3 अफ पेन्टाकल्सले त्यही नै बताउँछ कि तपाई कुनै पनि डिसिजनमा आउनु अगाडि चाहिँ आफूलाई सोच्नुहोस् है त्यो व्यक्तिसँग तपाई कुनै पनि प्रोजेक्टमा तपाईले 2 जना दिन 3 जना मिलेर काम गर्नु हुँदैछ होशियार गर्नुहोस् है प्लानिङ गरेर गर्नुहोस् है यहाँ पनि प्लानिङकै कार्ड हो यो पनि प्लानिङ गर्नुहोस् है प्रोजेक्ट कम्प्लिट गर्नुको लागि चाहिँ प्लानिङ गर्नुहोस् है विदाउट कम्प्लिट चाहिँ प्रोजेक्ट कम्प्लिट चाहिँ के रे तपाईले काम चाहिँ गर्न सक्नुहुन्छ काम हुन्छ तर सोचेर सम्झेर गर्नुहोस् है र 3 जना व्यक्ति मिलेर कामहरु गर्नु हुँदैछ भने त्यसमा पनि राम्रोसँगले सोच विचार गर्नुहोस् त्यो व्यक्ति कस्तो छ तपाईसँग काम गर्ने प्लानिङ गर्ने समय योजना बनाउनुहोस् योजना नबनाउनु हैन बनाउनुहोस् तर ठीक मान्छे चिनेर योजना बनाउनुहोस् ल सिंह राशि कन्या राशि है 15 डेज कस्तो छ कन्या राशि तपाईले सोचेको मतलब द हाई प्रिस्टेसको कार्डले यही बताउँछ कि नि तपाईको लाइफमा नि ब्ल्याक एन्ड व्हाइट सिचुएसन हुन्छ ठीक पनि हुँदैन कोही बेला ठीक पनि भइहाल्ने कोही बेला बेठिक पनि हुने है रिलेसनशिपमा पनि तपाईको घडी त्यो रिलेसनशिपले एकदम राम्रो मोड लिन्छ घडी मतलब त्यो रिलेसनशिपले तपाईलाई रुवाउने काम पनि गर्छ त्यसले गर्दा चाहिँ तपाईले भिजन क्लियर राख्नुस् तर अब तपाईको भिजन क्लियर हुन्छ तपाईले कुनै पनि काम कुरोको अगाडि अब कुनै पनि काममा फोकस गर्छु भने चाहिँ अब तपाईको भिजन क्लियर हुन्छ अब तपाईले आफ्नो ड्रिमहरुलाई आफूले सोचेको कुराहरुलाई हाकेको ताकेको कामहरुलाई पूरा गर्ने समय चाहिँ अब आएको छ तपाईको है सिचुएसन ब्ल्याक एन्ड व्हाइट छ तपाईले सेतोलाई सेतो देख्नुपर्छ कालोलाई कालो देख्नुपर्छ है अब बुझ्नुभयो मान्छे चिन्नुपर्छ यति बेला चाहिँ तपाईको आफूले आफूलाई विश्वास गर्ने समय पनि हो अरूमाथि विश्वास हैन आफूले आफूलाई फोकस गर्नुहोस् आफूले अरूमाथि विश्वास हैन आफूले आफूलाई विश्वास गर्नुहोस् र आफ्नो सेल्फ कन्फिडेन्स बढाउनुहोस् है र
तपाईँले अब चाहिँ आफ्नो गोलहरूलाई एचिभ गर्नुको लागि चाहिँ एकदम मतलब क्लियर भिजन अब तपाईँको अगाडि आउँछ। क्लियर भिजन चाहिँ तपाईँको अगाडि 15 डेजभित्रमा आएको हुन्छ। र कन्या राशि, तुला राशि, यस प्यार छल्केर आउँदैछ तपाईँको जीवनमा। मायाहरू, इमोसन्सहरू तपाईँको यदि तपाईँले कसैसँग रिलेसनसिपमा हुनुहुन्छ भने, कसैसँग कमिटेड हुनुहुन्छ भने त्यो माया चाहिँ छल्किएर आउँछ। प्यारा छल्किएर तपाईँलाई भरभरके माया कसैले दिन्छ र तपाईँ पनि एकदमै तपाईँको रिलेसनसिपमा एकदम अब पर्मानेन्ट हुन्छ। तपाईँको रिलेसनसिपमा 15 डेजमा चाहिँ एकदमै कमिटेड पाउनुहुन्छ त्यो पर्सनलाई पनि, र तपाईँ पनि कमिटेड हुन सक्नुहुन्छ। र डिभाइनले तपाईँहरूको रिलेसनसिपलाई पनि गाइडेन्स पनि गर्छ। र तपाईँ कुनै पनि काम गर्नुहुँदैछ भने त्योमा पनि अब एकदमै सक्सेस छ। बुझ्नु भयो? पैसा रुपियाँको मामलामा पनि सक्सेस छ, हेल्थ पनि ठिक हुन्छ, केही असुविस्ता छैन। सोसियल मिडियाबाट पनि तपाईँलाई कसैले एडमायर गर्छ, लभ पनि गर्नेछ तुलालाई। बिछा एकदम कम्प्लिट वृश्चिक है, स्कर्पियनहरूको एकदम कम्प्लिट फ्यामिली प्याकेज हुन्छ। 15 डेजभित्रमा तपाईँले आफ्नो लभ वानसँग भेट्नुहुन्छ है, या केही पनि हुन्छ। तपाईँको इमोसन्स छल्किएर आउँछ। कसैलाई तपाईँले माया यति धेरै माया गर्नुहुन्छ र तपाईँलाई कसैले माया गर्छ भने पनि तपाईँले यति धेरै माया गर्नुहुन्छ उसलाई पनि है। र तपाईँ एकदमै ढुक्क निश्चिन्त छ। तपाईँको लाइफ अब एकदमै तपाईँ खुलेर हाँस्ने समय छ 15 डेज। ल धनु, सेजिटेरियस तपाईँले कसैसँग ब्यारिकेड लाउनु हुँदैछ, सुरक्षा लाउनु हुँदैछ, सुरक्षाको घेरभित्र बस्न चाहनुहुन्छ तपाईँ है। र तपाईँले सायद कसैलाई ब्लक गर्नु पनि सक्नुहुन्छ। यति बेला तपाईँको रिलेसनसिप ठिक छैन भने तपाईँले ब्लक लाउनु सक्नुहुन्छ। 1-2 दिन, सधैँभरिको लागि होइन, उसलाई काहीँ न काहीँ ब्लक गर्नु पनि सोच्नु भएको छ। कोहीसँग तपाईँ रिलेसनसिपमा छ र त्यो रिलेसनसिपलाई अहिले तपाईँले मतलब कुनै मोहर लाउन चाहनु हुँदैन भने अब तपाईँले त्यो सिचुएसनलाई चाहिँ ब्लक पनि गर्न सक्नुहुन्छ। सोसियल मिडियामा ब्लक पनि गर्न सक्नुहुन्छ है। यदि हुनसक्छ त्यो पार्टनरले तपाईँलाई ब्लक पनि गर्न सक्छ, तर त्यो पर्सनले तपाईँलाई ब्लक गर्यो भने त्यो पर्सनको मतलब नराम्रो एक्टिभिटी छ होइन। र तपाईँले पनि आफूलाई आफ्नो लगाम लाउन सिकेको छ। अब तपाईँले अरूलाई आफ्नो राज दिनु छोड्नुहुन्छ। तपाईँले सेक्युरिटीको घेराभित्र बस्न चाहनुहुन्छ। आफूलाई तपाईँले अब अरूलाई एकदमै प्याचे कुराहरू भनिहाल्ने, आफ्नो राजहरू दिने काम गर्नु हुँदैन र दिनु पनि हुँदैन। यो कुरा तपाईँलाई गाइडेन्स दिएको छ माताले कि अब त तिमीले जे पाए त्यही कुरा अरूलाई नभन, आफूलाई प्रोटेक्सनभित्र राख, आफूले आफ्नो के अरे भ्यालु बुझ भनेर चाहिँ भन्दैछ। धनु, मकर, कुम्भ, मीन। मकर, कुम्भ, मीन है। मकर राशि नि एकदमै त्यसै पनि अब मकर राशिको शनि कडा भएको हुन्छ। मकरको शनि हुन्छ है। मकर कुम्भको स्वामी शनि हुन्छ। र शनिको मान्छे चाहिँ कस्तो हुन्छ भने एकदमै द एम्परर, यहाँनिर एकदमै शासन गर्ने, अरूमा शासन सत्ता चलाउने, अलिकति घमण्डी नेचर अलिकति है। यति बेला तपाईँको अहङ्कारहरूले चाहिँ सिमाना नाग्न सक्छ। तपाईँले अरूलाई माथि पनि आधिपत्य जमाउन चाहनुहुन्छ, अरूमाथि आफ्नो अर्डर थोप्नु चाहनुहुन्छ यति बेला है। तपाईँले गरेको यति बेला तपाईँले लिएको डिसिजनहरू चाहिँ राइट डिसिजन हुन्छ। तर तपाईँले आफ्नो अहम भाव चाहिँ नराख्नुहोस्। कुनै पनि कुरामा तपाईँले अहम भाव चाहिँ राख्नु हुँदैन। तर तपाईँले यति बेलामा अरूलाई आफ्नो बसमा पनि राख्न सक्नुहुन्छ, तर अहभाव चाहिँ नराख्नुहोस्। अहभावले चाहिँ तपाईँलाई नै हानि गर्छ है। र तपाईँ अनुशासनबद्ध भएर आफ्नो एम्परर चलाउनुहुन्छ, अर्थात् तपाईँको शासन चलाउनुहुन्छ। यदि फ्यामिलीमा हो भने पनि, यदि सरकारी नोकरीमा हो भने पनि, सरकारबाट पनि तपाईँलाई कतै सहुलियतहरू आउने, सरकारबाट पनि पक्षबाट पनि तपाईँलाई राम्रो कुरो हुनेवाला छ है। कुम्भ राशिमा कसैले तपाईँलाई चोरी चकारीतिर गर्नु सक्छ, तपाईँको मनलाई चाल्नु सक्छ, तपाईँलाई धुर्त्याइ गर्न सक्छ, तपाईँमाथि छल गर्न सक्छ। तपाईँलाई छल गरेर तर त्यो मान्छेलाई पनि साँचो चाहिँ राम्रो हुँदैन। छल गरेर पनि तपाईँलाई फर्किरहेछ, त्यसले छल गरेर पनि गिल्टी चाहिँ हुन्छ त्यो मान्छे। बुझ्नुभयो? र यो थियो मकर राशिको कुम्भ राशिको। छल गर्न सक्छ। यदि तपाईँ हेल्थ इस्युजहरू छ भने हेल्थ इस्युजलाई पनि तपाईँले एकदमै ध्यान दिनुहोस् है। तपाईँलाई छल गर्न सक्छ। तपाईँको अब अहिले हेल्थ राम्रो छ भने एकछिनमा डाउन पनि हुनसक्छ, यो याद गर्नुहोस्। र कसैको छलमा चालबाजीमा तपाईँ नआउनुहोस्। यति बेला तपाईँले आफूलाई सतर्क राख्नुहोस्।
नेक्स्ट 7 डेजभित्रमा एकदमै 7 डेज चाहिँ तपाईँको लागि अलिकति असुविस्ता हुनसक्छ र एउटा कार्ड निकाल्छु ल। त्यसपछि के हुन्छ यस तपाईँले हेल्थ इस्युज होस् या तपाईँको बिजनेस होस् या कुनै पनि काम लागि चाहिँ हेरेर मात्रै नबस्नुहोस्, त्यसलाई कार्यरूपमा पनि परिणत गर्नुहोस् र तपाईँलाई डिभाइनले सपोर्ट त्यति बेला गर्छ। र अर्काको छलमा धुर्त्याइपनमा चाहिँ तपाईँ चुप लागेर जो पाए त्यहीसँग तपाईँले सम्बन्ध नबान्नुहोस्, सम्बन्धतिर नआउनुहोस्, तपाईँलाई धोकाधडी हुनसक्छ है। र मीन राशि एकदमै स्टेबल छ। मीन राशिको पैसा रुपियाँ हातभरि आउनेछ। पैसा रुपियाँ एकदमै पर्मानेन्टली पैसा रुपियाँ तपाईँको हातमा आउँछ। डिभाइनको सपोर्ट छ। तपाईँको एउटा घरको सपनाहरू फुलफिल हुन्छ 15 दिनभित्रमा। तपाईँले त्यो घरलाई सजाउँछ भने त्यो पनि गर्न सक्नुहुनेछ है। एकदमै तपाईँले सोचेको काम चाहिँ एकदमै डिभाइनले तपाईँको शिरमाथि हात राखेको छ। पैसा दिएको छ तपाईँलाई। रिलेसनसिपमा पनि तपाईँको राम्रो छ। कुनै पनि तपाईँलाई कुराको कमी हुनेवाला छैन 15 डेजभित्रमा। ईश्वरको आशीर्वाद चाहिँ तपाईँको हातमा छ है। र तपाईँले जबहरूमा हो भने पनि न्यू जबहरू गर्नुहुन्छ भने न्यू जब बिजनेस स्टार्ट गर्नु पनि 15 दिनभित्रमा गर्नुहोस्। र यो थियो गाइडेन्स तपाईँहरूलाई है, माताले दिनुभएको गाइडेन्स ट्यारो कार्डको माध्यमबाट है। म चाहिँ एउटा तपाईँलाई सबै यो चाहिँ तपाईँलाई माताले नै तपाईँलाई गाइड गर्नुभएको र तपाईँहरू सबैको लागि चाहिँ एउटै कार्ड निकाल्छु है। र नेक्स्ट 15 डेज के पनि तपाईँहरू कस्तो तरिकाले बस्नुपर्ने एन्जल्स बताइदिनुहोस् मलाई। काम गर्ने टाइम हो। प्रत्येक राशिले अब आफ्नो काममा फोकस गर्नुपर्ने। प्रत्येक 12वटा राशिले है के को लागि इन द नियर फ्युचरको लागि नजिक समय चाहिँ को लागि चाहिँ तपाईँले आफूलाई काम गर्नुपर्ने हो। र त्यो गऱ्यो भने तपाईँले आफ्नो एक्सन लिनुहोस्, तपाईँले आफ्नो भविष्य बनाउनुको लागि काम गर्नुहोस्। तब तपाईँको लुक फर अ साइन हेर्नुहोस्, तपाईँलाई डिभाइनको सपोर्ट छ। तपाईँले डिभाइनको हात आशीर्वाद तपाईँको लुक फर अ साइन। यति सुन्दर साइन छ कि तपाईँलाई एन्जलले माताले तपाईँलाई हर कुरामा ब्लेसिङ्स दिनुहुन्छ। र प्रत्येकमा रिलेसनसिप होस् या तपाईँको हेल्थ इस्युज होस् या बिजनेस होस् या जब होस् या तपाईँको पैसा रुपियाँको मामला होस् या कुनै पनि कुरो होस्, तपाईँले 100% दिनुपर्ने छ। र यो यस्तो भिडियोहरू यस्तो हेर्नुको लागि तपाईँले जोस्ना राईलाई फलो गर्नुहोस्। र मेरो युट्युब च्यानल चाहिँ एन्जल्स ब्लेसिङ ट्यारो कार्ड रिडिङ र डिभाइन ब्लेसिङ्स ट्यारो कार्ड रिडिङ र पर्सनल रिडिङ बुक गराउन सक्नुहुनेछ। मेरो नम्बर 7602546278 मा ल। र तपाईँहरूले कुनै पनि हिलिङहरू गराउनु छ, यदि तपाईँहरूलाई कुनै पनि समस्या छ भने मसँग सोझै सम्पर्क गर्न सक्नुहुनेछ। र यो थियो गाइडेन्स। र शुभरात्रि। तपाईँहरूको दीपावली शुभ होस्। धन्यवाद। गुड नाइट।